ठमेलमा यस्तो बबाल स्काई बार। हाई गाइज, दिस इज मी गुमसुम। अनि मलाई चाहिँ काठमाडौँ आएको बेलामा नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गर्न एकदमै मनपर्छ। अनि आज चाहिँ म आएको छु ठमेलमा रहेको 33 वेस्ट स्काई बार। अनि यो स्काई बार चाहिँ हजुरले यहाँ लोकेसन हेरेर पनि आउन सक्नुहुन्छ। बिल्डिङको सबैभन्दा टप फ्लोरमा रहेको छ। मलाई चाहिँ पर्सनली धेरै हल्ला र क्राउडहरू मन पर्दैन। यहाँ लिमिटेड क्राउड हुनुहुन्थ्यो, त्यस्तो धेरै हल्ला पनि थिएन। स्मुथ म्युजिक, गुड फुड, एम्बियन्स पनि एकदमै राम्रो। अनि आई इन्जोयड हियर अ लट। तर एकछिन पछि मलाई एकदमै बोरिङ फिल भयो। अनि यही बिल्डिङमा तल जापानिज रेस्टुरेन्ट पनि रहेछ। सो मलाई जापानिज फुड पनि ट्राई गर्न मन लागिरहेको थियो। सो म चाहिँ आएँ तल यो जापानिज रेस्टुरेन्टमा। अब मलाई यसको नाम थाहा छैन, फुटासुमी कि समथिङ के लेख्नु भएको थियो। अब त्यो रेस्टुरेन्टको नाम हो कि फुडको नाम हो, आई हेभ नो आइडिया। अनि यहाँको एम्बियन्स पनि एकदमै राम्रो थियो। मोस्टली जापानिज स्क्रिप्टमा केही लेखिएको थियो वालभरिमा। मैले त अब कति कुरा बुझिन पनि। अनि अब के खाने भन्दाखेरि पनि लिटरली आइडिया थिएन कि। अनि आई वान्टेड टु ट्राई द जापानिज रामेन। अनि त्यसमा चाहिँ उहाँहरूले यहाँनिर मलाई एउटा फुड आइटम सजेस्ट गर्नुभयो, जुन चाहिँ जापानिज अथेन्टिक रामेन हो भनेर पनि भन्नुभयो। तर यो फर्स्ट बाइट ट्राई गर्ने बित्तिकै मलाई यति नमिठो लागेर आयो। यसमा क्याबेज यति धेरै हालिएको थियो र यो लिटरली नेपाली थुप्पा थुप्पा वाला मलाई भाइब दिइरहेको थियो कि। जापानिज रेस्टुरेन्टहरूमा चाहिँ नेपालीहरूको लागि के फुड आइटम बेस्ट हुन्छ, डु लेट मी नो इन द कमेन्ट बक्स है त।